हाम्रो स्कुलको नाम मिथिला पब्लिक हो। न त्यसले 2 महिनादेखि न प्रिन्सिपल फाउन्डर कोही हुनुहुन्न र यस्तै विद्यार्थीहरूको पढाइ सब गइसकेको छ। विद्यार्थीहरूसँग यो खलीबाड गरिरहेछ र टिचरसम्म अहिलेसम्म कोही आउनु भएको छैन। अहिले हाम्रो एक्जाम नजिक छ, 8 को एक्जाम छ, 10 को एक्जाम नजिक आइसकेको छ भने के लेख्छ एक्जाममा। अब त्यही प्रब्लम हो कि अब हामीले सर कतिपल्ट स्कुलमा भरिसक्यो हाम्रो। अनि त्यस्तो स्कुलमा किन पढेको त? अब के गर्नु अब सर, अब फर्म त भरिसकेको छु, अब पढाउनै पर्छ। अब 8 को छ, 8 को पनि फर्म लिइसकेको छ, 10 को छ, 10 को पनि फर्म लिइसक्यो। अब यहाँदेखि न टिसी दिन्छ न अरू स्कुल जान पाइन्छ हामीलाई। मन्थली फी कति रुपियाँ लिन्छ? 2600 महिना हो। अनि आन्दोलन तपाईहरुको माग चाहिँ के छ? प्रिन्सिपल मात्रै चाहियो कि शिक्षक पनि चाहिएको? प्रिन्सिपल चाहिन्छ, स्ट्रिक्ट टिचर चाहिन्छ, यति चाहिँ माग छ हाम्रो। र स्कुलमा सब प्रिन्सिपल फाउन्डर सब हुनु पर्यो र टिचर चाहिँ हामीलाई सब स्ट्रिक्ट चाहिन्छ। टिचर नहुँदाखेरि के समस्या छ तपाईहरुलाई? टिचर नहुँदाखेरि हामी यसको हाम्रो विद्यार्थीलाई तानिन्छ हुन्छ, आफूले जति कोसिस गर्छ पढ्न र अरूको अब हिन्स त चाहिन्छ नि हामीलाई, त्यो हामीलाई भइरहेको छैन। मेरो नाम सरोज यादव, म कक्षा मिथिला पब्लिकको कक्षा 10 को विद्यार्थी सरोज यादव हो। हाम्रो यसै नजिक आइसक्यो, हाम्रो कुनै टिचर छैन स्कुलमा। न त केही हाम्रो आउँछ कि हामी पास हुने पनि लायकको छैन अहिले एसईमा। कुनै टिचर आउँदैन, कुनै हाम्रो त्यो न्याय गर्ने कुनै प्रिन्सिपल या प्रधान केही छैन हाम्रो स्कुलमा। सेकेन्डरी कुनै टिचरै आउँदैन अहिले 2 दिनदेखि। भनेपछि पैसा लिन्छ, पढाइ दिँदैन? पैसा हाम्रो 50% देखि माथिसम्म पेड छ, अनि पनि पैसा पढाइ दिँदैन, हाम्रो टिचर आउँदैन। न कुन म्यानेजमेन्ट टिमबाट कोही आउँदैन हाम्रो स्कुलमा। भनेपछि विगतमा कोभिडले खायो, अहिले चाहिँ टिचरहरुको लफडाले खायो। हाम्रो सब पढाइ गएकै थियो, यहाँ स्कुल खोल्दा अब टिचरै छैन। यहाँ पढाइ भएको थियो, त्यसपछि फेरि गयो स्कुल पुरा थाल्दैन छैन। मेरो नाम खुसी शाह, म मिथिला पब्लिक स्कुलबाट आएको। हाम्रो स्कुलमा केही पढाइ हुँदैन, हाम्रो एसई अगाडि आइसकेको छ, अनि एसईमा हामी के लेख्ने हामीलाई थाहा छैन। अनि कुनै म्यानेजमेन्ट टिमबाट कोही आउँदैन, सेकेन्ड्री लेभलमा कोही 2 दिनदेखि केही पढाइ भइरहेको छैन। अनि हामी के गर्ने, हामी एसईमा के लेख्ने? भनेपछि पढाइ राम्रो हुनु पर्यो, नियमित सञ्चालन हुनु पर्यो, स्तरीय पढाइ दिनु पर्यो, पैसा लिएको छ त्यसको चाहिँ काम पनि गरिदिनु पर्यो। अरू व्यवस्थापनको लागि के भन्दैन नि तपाईहरु? अनि छ खेलकुद र फर्स्ट एडको सामग्रीहरु छ छैन? अनि छैन भने त्यस्तो खालको पैसा पेड गरेको छु त पनि पैसा लिइहाल्छ, पढाउँदैन, के पनि पढाइ हुँदैन। सुरुमा यो हो पैसा लिएर हैन, जुन त्यो पैसा 5000 को उठाएर त्यो गइहाल्नु त्यो प्रिन्सिपल हैन। अब त्यो पनि अहिलेसम्म प्रिन्सिपलमा जोइन हुनु भएको छ, त्यो बच्चाको पैसा उठाएदेखि अहिलेसम्म प्रिन्सिपल सिट हाम्रो खाली हुन्छ, कहिले कुनै त्यहाँ हुँदै हामीलाई प्रिन्सिपलको हो त्यो पनि त्यस्तो सिधै भन्दियोस् न, प्रिन्सिपलको खाली छ भने अब हामीले स्कुलमा प्रिन्सिपलको भ्याकेन्सी गर्ने हो। भ्याकेन्सी गरिदिनु पर्छ। अब त्यस्तो आइसकेको नमत हामीलाई मिति लेख्न दिनु न त। अनि यहाँनिर मितिले